Congratulations for your UK visa grant. थ्याङ्क यू म्याम। हजुरले कहाँबाट थाहा पाउनुभयो हाम्रो बारेमा? मैले चाहिँ मसँगै काम गरेको एकजना सेफ हुनुहुन्थ्यो अनि उहाँको थ्रुबाट थाहा पाएर अनि त्यसमा रश्मि म्यामसँग कन्ट्याक्ट गरेको मैले चाहिँ। हजुरले कतिचोटि अफिस भिजिट गर्नु पर्यो? हजुरको काम कतिको सजिलो गाह्रो भयो? लाइक धेरै त भिजिट गऱ्यो नि, त्यही 2-3 चोटि लाइक गऱ्यो होला, किनकि सबै कामहरू अनलाइनमा म्यामले सबै बुझाइदिनु भएको थियो, त्यही त्यसो अनलाइनमै कुरा हुन्थ्यो, त्यही भएर मोस्ट अफ द काम चाहिँ हजुरको अनलाइनबाट नै भयो है? हजुर, त्यही भएर लाइक फिजिकली आउनु परेन, सबै अनलाइनबाटै भयो। डकुमेन्टेसन, प्रिपेरेसन र लोनलाई चाहिँ कस्तो हेल्पफुल फिल भयो हाम्रो साइडबाट? लाइक एकदमै लाइक तपाईँहरूको लाइक हुन्छ टिमहरूले गर्दा चाहिँ एकदमै कन्भिनियन्ट भयो। जस अब त्यो ब्याङ्कको लोनहरूको लागि म्यामले नै सजेस्ट गर्नुभएको थियो, जुन त्यो लोनको डिपार्टमेन्ट सरसँग अब बोलाइदिनु भएको थियो, त्यसले गर्दा चाहिँ धेरै नै हेल्प भयो त्यस। अरूलाई कतिको रेकमेन्ड गर्नुहुन्छ? अब मेरो एक्सपिरियन्स थ्रुबाट चाहिँ लाइक अब युकेको लागि चाहिँ एकदमै लाइक हुन्छ नि, एकदम रेकमेन्ड गर्छु कि अब यहाँबाट लाइक ग्लोबल इनसाइटबाट गर्नु, किनकि टिम मेम्बरहरू एकदम धेरै हेल्पी हुनुहुन्छ। डकुमेन्ट लाइक यताउता धेरै नै हेल्प गर्नुहुन्छ अनि त्यस एकदम सजिलो पाराले गरिदिनुहुन्छ। अनि लाइक मेरो भिजा पनि विदिन 4-5 डेजमा थियो, त्यही भएर चाहिँ म चाहिँ सजेस्ट गर्छु कि लाइक बेस्ट कन्सल्टेन्सी फर युके भनेर नै। आउट अफ 10बाट हामीलाई कतिको रेट गर्नुहुन्छ? 10मा 10 नै दिन्छु। हजुरको ग्लोबल इनसाइटसँगको ओभरअल एक्सपिरियन्स कस्तो भयो? मेरो ग्लोबल इनसाइट एजुकेसन कन्सल्टेन्सीसँगको ओभरअल एक्सपिरियन्स चाहिँ एकदमै लाइक खुसी पनि लाग्यो नि, राम्रो। यहाँको टिम मेम्बरहरू लाइक त्यो एकदम धेरै हेल्पी हुनुहुन्छ, लाइक हुन्छ नि एकदम कन्भिनियन्ट, सबै कामहरू सजिलै गरिदिनु भयो। लाइक अब जति बेला जस्तो बिजी सिचुएसनमा मेसेज गर्दा पनि उहाँले रिप्लाई टेक्स्ट अब एकैछिनमा चाँडोहरू दिनुहुन्थ्यो, अनि केही नबुझ्दा पनि एकदम मजाले बुझाइदिनु भयो, त्यही भएर लाइक एकदमै बेस्ट अनि खुसी लाग्यो त्यस।